विक्रम बाबाको महामेला चैतको 3 गतेबाट चितवन राष्ट्रिय निकुञ्ज कसरा सेक्टरभित्र ठुला सालको घना रुखले घेरिएको ठाउँ, बीचमा अग्लो माटोको थुम्को अनि त्यसको मध्यभागमा एउटा रुख वरिपरि काठे खम्बामा घन्टीहरू झुन्डाइएको छ, त्रिशुलहरू गाडिएका छन्। सोही परिसरमा केही विभिन्न आकृतिका माटाका खपिटाहरू धोधा पटाका। यस्तै छ विक्रम बाबाको बाहिरी रूप र आवरण। भरतपुर सदरमुकामबाट 22 किलोमिटर दक्षिणमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र विक्रम बाबा पर्दछ। तर पनि विक्रम बाबाप्रतिको आस्था र महत्त्व भने दिनको 2 गुणा र रात 4 गुणाको दरले बढिरहेको छ। जानकारहरूका अनुसार विक्रम बाबा एक थारू समुदायका गुरु हुन्। थारू जातिमा झारफुक जडीबुटीको काम गर्ने वैद्य जस्तै व्यक्तिलाई गुरु भन्ने गरिन्छ, जो थारू समाजमा अति नै सम्मानित पात्रको रूपमा रहेको हुन्छ। विक्रम बाबा चितवन माडी गर्दीमा जन्मिएको बताइन्छ। विक्रम बाबा यति नै बेला जन्मेका हुन् भनेर कुनै इतिहासमा सङ्ग्रह नभए पनि 100औं वर्ष अगाडिदेखि नै विक्रम बाबालाई मान्दै आएको पाइन्छ। विक्रम बाबा त्यस्ता अद्भुत क्षमताका व्यक्ति थिए जो त्यति बेला जल, जमिन र जङ्गललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारू समुदायको कल्याण गर्दै आएका थिए। बिरामी परेकाहरूलाई तन्त्र मन्त्र विधिबाट निको पार्ने घना जङ्गलमा एक्लै डुलेर जडीबुटी ल्याएर जनताको सेवा गर्ने गर्दथे। जहाँसम्म कि उनले छोराछोरी नभएका बाँझोपन भएका महिलाहरूलाई जडीबुटी र आफ्नो शक्तिको प्रवाहले परिवारलाई सन्तान सुख दिलाइदिन्थे भन्ने किम्वदन्ती रहिआएको छ। विक्रम बाबा मेलामा झन्नै यस वर्ष मात्रै 10 लाखले प्रत्यक्ष अवलोकन गर्ने र आफ्नो मनोकांक्षा राख्ने र भाकल पुरा भएकोमा आफ्नो भाकल बुझाउन आउने गर्दछन्। जङ्गलमा जडीबुटी खोज्ने र यात्रा र साधनाकै क्रममा विक्रम बाबाको थान रहेको ठाउँमा नै उनले देह त्याग गरेको बताइन्छ। दैवी शक्ति भएका कारण उक्त देह त्याग गरेको स्थानमा बेला बखतमा विभिन्न भाँडाकुँडा, माटाका आकृतियुक्त खपेटाहरू त्यहाँ चमत्कारिक रूपमा उत्पन्न हुने गरेको बताइन्छ। ती खपेटाहरू अझै पनि त्यहीँ रहेका छन् भने केही संरक्षणको अभावमा हराएर गएका छन्। विक्रम बाबा पछिका केही गुरौमा सपनामा विक्रम बाबा आएर मलाई पनि त्यहाँ आएर सम्झ, जसले सबैको भलो हुन्छ भनेपछि सुरुवातीमा थारू समुदायका मानिसहरू गएर त्यहाँ पूजाआजा गरेका थिए। सुरुवातमा थारू समुदायका मानिसहरू 2-3 दिनदेखि नै नुहाइ-धुवाइ र चोखो बसेर विक्रम बाबाको थानमा पूजा गर्न जाने गर्दथे। नरिवल, सालको लिङ्गो, सुपारी, परेवा चढाएर विक्रम बाबालाई आफ्नो सुख दुःख साट्ने काम गर्दथे। थारू गुरुहरू पनि विक्रम बाबाको शरणमा नकमस्तक भएर आफ्ना समुदायमा परेका दुःख कष्टका बारेमा बिलौना गर्दथे।
विक्रम बाबालाई विशुद्ध प्राकृतिक ढङ्गबाट पूजा गर्नुपर्ने चौधरीहरूको भनाइ छ। विक्रम बाबा थान मात्र छ, मन्दिर बनाउन नहुने पुराना थारू गुरुहरूले पनि उल्लेख गर्दै आएका छन्। विक्रम बाबा प्रकृतिका पुजारी भएकाले पनि कुनै बन्द मन्दिरभित्र बस्न नसक्ने जनविश्वास थारू समुदायमा रहिआएको छ। त्यहाँ मन्दिर बनाउन खोजिए पनि त्यो सफल नहुने किम्वदन्ती छ।
बनाउन तपाईँहरू दुईटा उपभोक्ता समिति, केरुङ उपभोक्ता समिति र पट्यानी उपभोक्ता समितिले कस्ता योजनाहरू ल्याएको छ? अब हामीले यसलाई व्यवस्थापन गर्नको लागि विशेष गरी यो चितवन राष्ट्रिय निकुञ्जको कोर एरिया भएको हुनाले यसमा हामीले सबैभन्दा ठुलो चुनौतीको रूपमा हामीले प्लास्टिक जन्य पदार्थलाई व्यवस्थापन गर्ने रहेको छ। सँगसँगै यो अब यो खुल्ला स्पेस, अब खुल्ला आकाश मुनि पूजा गर्ने देवता भएको हुनाले अब यहाँ पूजाको लागि व्यवस्थापन गर्नको लागि मार हान्ने व्यवस्थापन, अब परेवाहरूको व्यवस्थापन, खानेपानी जुन यो चाहिँ टङ्की राखेर व्यवस्थापन गर्ने लगायतका अब यहाँ पुजारीहरू व्यवस्थापन गर्ने समग्र व्यवस्थापनको काम गरिराखेका हुन्छौँ। सँगसँगै हामीलाई निकुञ्ज प्रशासन सँगसँगै आर्मीले पनि हामीलाई चाहिँ सहयोग गरेका हुन्छ र यो अब यो एरियामा सकभर हामीले सकेसम्म अब यो हामीले ठुल्ठुला ब्यानरहरू पनि टाँकेका छौँ, पाकेटमारहरूलाई देखि समाधान, प्लास्टिक निषेधित क्षेत्र। अब यो हो, यद्यपि अब भिडभाडमा 50,000 मान्छे आउँदा एका दुई सानातिना घटना बाहेक त्यस्तो किसिमको घटना भएको देखिँदैन। अब सबैको आस्थाको केन्द्रबिन्दु भएको हुनाले अब यहाँ अहिलेसम्म राम्रै चलेको छ, अब भविष्यसम्म पनि राम्रै चल्ने हामीले अनुमान गर्छौँ। थारू समुदायको यो विशेषतः सुरुवातमा थारू समुदायको गुरु विक्रम बाबाको रूपमा विकसित भएर आज यो थारू समुदाय भन्दा पनि अरू समुदायका मान्छेहरू बढी देख्न पाइन्छ है। अब यस्तो छ, चितवन अब पहिला 75 जिल्ला हुँदा नि 76औं जिल्लाको रूपमा चाहिँ चिनिन्थ्यो। यहाँ अब सबैतिरबाट बसाइ सराई गरेर आउने मान्छेहरू पाउँछन्। विशेष गरी आदिवासी थारू समुदायहरू जुन इन्डियाबाट जुन चाहिँ बर्मादेखि जुन बेला चाहिँ हाम्रो चाहिँ नेपालीहरू लखेटिए त्यो बेला चाहिँ उनीहरू चाहिँ हिन्दू भएको र जसले जनै लाएर चाहिँ आयो भने जनै चाहिँ लाएको मान्छे देख्यो भने उसलाई चाहिँ मारिदिने भएको हुनाले उनीहरूले जनै लुकाएर नेपाल छिरेको भन्ने छ यिनीहरू क्षेत्रीयहरू थारूहरू। त्यस कारणले गर्दा उनीहरूले चाहिँ यसलाई चाहिँ एउटा इष्टदेवको रूपमा जुन बेला विक्रम आदित्यको पालादेखि विक्रम बाबा जब चाहिँ आफूले ध्यानमग्न भएर जसरी आफूलाई ज्ञान प्राप्त भयो त्यसपछि मलाई खुल्ला आकाशमा छोडिदिनु भनिसकेपछि अब उहाँहरूले चाहिँ कसरी मान्नुभयो भने जस्तै हामीहरूको आफ्नो कुल हुन्छ, कुल देवता हुन्छ र कुल देवताको पूजा गरिसकेपछि हामीले विवाह गऱ्यो भने कुललाई भेटी चढाउने चलन हुन्छ, सन्तान जन्मियो भने भेटी चढाउने चलन हुन्छ। त्यस्तै गरी उहाँहरूको पनि यो विशेषता के रहेछ भने बाबा भइकन पनि एउटा कुल देवताको रूपमा भएको हुनाले यहाँ बलि चढ्ने रहेछ। अब त्यही कुरालाई अहिले आएर अब अन्य जातिले पनि यो विक्रम बाबाको रूपमा चाहिँ अब यसलाई मान्ने र आफूले मागेको वर प्राप्त भयो भने बलि चढाउने हैन, अथवा नरिवल चढाउने अथवा परेवा उडाउने, यसरी गर्दै जाँदा यो समग्र सबै चाहिँ जात जातिको चाहिँ कुल देवताको रूपमा चाहिँ अब ख्याति प्राप्त हुँदै हुँदै गइरहेको चाहिँ देखिन्छ कि यसले चाहिँ अब हामीले देवीहरू अथवा कालीहरूलाई मात्रै भाकल चढेको सुन्छौँ अन्त अनि अन्य कुरामा चाहिँ के छ भने कुल देवतालाई भाकल चढ्छ। त्यो मध्ये चाहिँ उहाँ चाहिँ कुल देवता हो क्या, थारूहरूको विशेष गरी कुल देवता हो। त्यही चाहिँ अब अहिले आएर चाहिँ के अरे मन्दिर हो, मन्दिरमा हिन्दू सनातन धर्मअनुसार अब जसले आस्थापूर्वक चाहिँ अब सन्तान माग्यो उसलाई सन्तान प्राप्ति भयो भने अर्को वर्ष उसले बलि चढाउँछ। यो पोहोर परारको तुलनामा अहिले अलिकति श्रद्धालु भक्तजनहरूको आस्था बढेको हो। अब यस्तो देखिन्छ क्या, जुन बेला सुरुको दिनहरूमा चाहिँ तपाईँको भिडभाड कम हुन्छ नि, त्यो बेला मान्छेहरूको अलि खुलेर कुरा गर्न पाउँदा सोध्न पाइन्छ हामीले नि तपाईँहरू कहाँदेखि आउनुभयो, कसरी आउनुभयो भन्दा हामी तपाईँको तनहुँदेखि, गोर्खादेखि, लमजुङदेखि हैन, काठमाडौँदेखि हैन, विभिन्न ठाउँबाट चाहिँ साथीहरू पनि आउन थालेको जानकारी हामीलाई पनि अब अहिले इन्डियाबाट पनि आउन थाले। त्यसै गर्दाखेरि अहिले चाहिँ अब दिनानुदिन पोहोरको भन्दा अहिलेको भन्दा अर्को साल यो चाहिँ श्रद्धा चाहिँ बढ्दै गएको देखिन्छ। अरू विशेषता यसको अर्को पनि एउटा विशेषता छ, जस्तै यो चितवन राष्ट्रिय निकुञ्जको यो पेरिफेरी भनेको अरू बेला प्रवेश गर्न पाइँदैन, किनभने निकुञ्जको एरियामा उही त्यो भएको हुनाले यहाँ आउने अनि यहाँको दृश्यावलोकन गर्ने यो चाहिँ दुर्लभ हुँदै गएको यो घडियाल चाहिँ हेर्न पाउने। अनि तपाईँ राप्ती पुल मुनि हेर्नुभयो भने त्यहाँको त्यो दृश्य, त्यहाँको माछाहरू खेलिरहेको यो पनि एउटा अनौठो चाहिँ सङ्गम भएको छ। अनि अर्को कुरा अहिले के छ भने हामीहरूले हिन्दू धर्मअनुसार हामीले दसैँ तिहारमा जसरी फ्यामिली टुगेदर हुन्थ्यो नि, भेटघाट हुने अवसर यसले पनि सिर्जना गरेको छ। अर्को भेटघाट हुने जस्तै मैले भाकल गरेँ र मैले पूजाको लागि यदि बलि चढाएको छु भने मैले मेरो इष्टमित्र सबै बोलाउँछु
तपाईँले पूजा गर्नु भने तपाईँले सबै इष्टमित्र बोलाउनुहुन्छ। त्यसले गर्दाखेरि यो एउटा पारिवारिक भेटघाटको अवसर पनि भएको छ। अनि टिम एजरको लागि चाहिँ पिकनिक खाने एउटा चाहिँ बाहना पनि यसले चाहिँ सिर्जना गरेको हुनाले समय दिनुभयो धन्यवाद। भखल गरेको यी के को भकाल थियो नि? विकन बाबाको भखल। के वर माग्नु भएको थियो र पुरा भएर भकल माग्नु? ए अब भुरा बाबु भयो। त्यही उसैको भखल हो चढाउन आएको। विश्वास छ तपाईँहरूलाई? विश्वास छ। थारू समुदायकै विक्रम बाबा हुनुहुन्छ। थारू समुदायको विक्रम बाबा त्यही हो। अहिले त अरू समुदायका मान्छेहरू पनि आइरहेको छ नि, अरू जातिका पनि छ, सबै जातिका छ, सबै जातिका छ। कस्तो लागिरहेछ तपाईँहरूलाई? हामी दुःख सुखको बुढा बालबच्चाको लागि हामीहरू आइराखेको छ। भाकल माग्न होइन, अब पहिले नआएको नि एकचोटि हेरौँ कस्तो हुन्छ के हुन्छ भनेर सोध्न हेर्न आएको, अनि राम्रै लाग्यो मलाई। सबै परिवारसँगै पुरै बुवा आमासँगै लिएर आएको छु। अब हेरौँ दर्शन गरौँ। अब के मागौँ? आफ्नो सुखी सम्पन्न जीवन जाओस् होइन। अब त्यसपछि के अरे सुखी सम्पन्न जीवन जाओस्, आफू कमाए खाएर जिन्दगी कटोस्, राम्रोसँग कटोस्, त्यही हो हजुर। कहाँ रहो? हाँ? कोई और कहाँ गए?
बच्चाहरू नौसठ हाल्दै हुन्छ 应该少，把你们。त्यहाँ झिम्का खै खाना प्लास्टिक होइन होइन 13 वर्ष भएको अब पनि बिरामी डिस्काउन्टको जो होइन बराबर त्यसले माइक बोकेर हिँड्या केटाकेटीलाई त अलिक बराबर रातो टी-सर्ट हरियोतामा अगाडि वर्ष 3-4 वर्षकी बालिका त्यही कारणले गर्दा रातो टी-सर्ट हरियो जामा लगाएको अगाडि 3-4 वर्षको बालिका गइरहेको अवस्थामा यो मन्दिर एरियाबाट भेटिएको हुँदा विक्रम बाबाको आस्था र मेला दिनानुदिन बढ्दै गएको छ। औँसीदेखि पूर्णिमासम्म 15 दिन लाग्ने यो मेलामा विक्रम बाबाको दर्शन गर्न चितवनवासीको लागि त वर्षेनी प्रचलन जस्तै बनेको छ। छाडा पनि पहिला सन परीक्षा हो अरे और सदियों का मत भाग गई यहाँ मुनि नि यहाँ मुनि तो आदमी भूला करे पत्रोमा छ यहाँ यो सिधा पत्रो